समयसँगै राजनीति, व्यापार, युद्ध, धर्म जस्ता कुराहरूले नेपाली पैसाको रूप रङ्ग नै परिवर्तन गरिदिए। अब मुख्य प्रश्न यो हो कि आखिर हाम्रो इतिहासले कस्ता कस्ता पैसाहरू देख्यो त? आज कुरा गरौँ ती 8वटा ऐतिहासिक नेपाली पैसाको बारेमा, जसको बारेमा धेरैलाई थाहा नहुन सक्छ। प्वाल परेको पैसा। राजा पृथ्वी वीरविक्रम शाहले बीचमा यस्तो प्वाल परेको पैसाको सुरुवात गरेका थिए। नेपालको इतिहासमा बीचमा प्वाल परेको पैसा यो भन्दा अगाडि कहिल्यै पनि छापिएको थिएन। सन् 1881 देखि 1911 सम्म शासन गरेका उनले 1902 मा यस्ता अनौठा पैसा निकालेका थिए, जसमा एउटा 12 पैसाको सिक्का थियो भने अर्को 14 पैसाको, अनि यी दुईटै सिक्काहरू फलामबाट बनाइएको थियो।